सडकको व्यथा। म सडक हुँ। जब म PWDको अधीनस्थ थिएँ तब म स्वस्थ र बलियो थिएँ। अनि त हर बर्खायामको झरीका प्रहारहरूलाई हाँसी हाँसी सही दिन्थे। त्यसबेला म सुन्दर र सुगम थिएँ। यसैले म माथि गुल्नेहरूले मेरो प्रशंसा गर्दै सलालाला म माथि बग्दा म गर्वले छाती फुलाउँथे। म आकर्षक र रमणीय थिएँ। तब मलाई हेर्नेहरूले मलाई हेरिरहँदा म हर्षले गदगद बन्थे। याद आउँछ अझै पनि ती दिनहरू मेरो कालो बोसो घामले बिलिएर मेरो शरीरबाट चुहुँदा ती भुराभुरीहरूले मटेङ्ग्रा बनाई आफ्ना हातहरू कालो पार्थे। याद आउँछ अझै पनि ती दिनहरू मेरो कालो बोसो मेरो शरीरबाट चुहुँदा ती भुराभुरीले मटेङ्ग्रा बनाई आफ्ना हातहरू कालो पार्थे। तिनीहरूको खाली खुट्टा चप्पल र जुत्ताहरूमा टाँसिन्दा घर गई रगटी रगटी मतिरेलले धुने गर्थे। तर जब म हेल काउन्सिल हुँदै वर्तमान जिटिएको शरण परेदेखि उसो स्याहार सुसार पाएकै छुइनँ। तर जब म हेल काउन्सिल हुँदै वर्तमान जिटिएको शरण परेदेखि भने जस्तो स्याहार सुसार पाएकै छुइनँ कि म एक झरको पानीको प्रहार पनि थाम्न नसक्ने कमजोर शिथिल रोगी भएको छु। एक झरको पानीको प्रहार पनि थाम्न नसक्ने कमजोर शिथिल र रोगी भएको छु। मेरो अनुहारको छाला पिल्सिएर कुरूप भएको छु। मेरो शरीरमा हड्डीहरू भाँचिएर खुपेल्टा पर्दा कुवा बनी जम्दैछु। मेरो अनुहारको छाला पिल्सिएर कुरूप भएको छु। मेरो शरीरमा हड्डीहरू भाँचिएर खुपेल्टा पर्दा कुवा बनी जम्दैछु। नालीहरू भत्की पानीले दिशा खोज्दै मेरो शरीर भएर बग्दा अहिले म कुलो र बगर बनेको छु। नालीहरू भत्की पानीले दिशा खोज्दै मेरो शरीर भएर बग्दा अहिले म कुलो र बगर बनेको छु। म सडकमाथि सडक नै खोज्दै गुल्नेहरूले मलाई नै धिक्कार्दा म आत्मग्लानीले सताइरहन्छु। सोच्छु ती सयौँ सपनाहरू बोकी दिनहुँ दौडनेहरू म माथि थेचोरिँदा उनीहरूको सपना पनि त थेसारिँदो हो। दिनहुँ भविष्यको खोज्दै हिँड्नेहरू म माथि बजारिँदा उनीहरूको भविष्य पनि त बजारिँदो हो। सोच्छु ती सयौँ सपनाहरू बोकी दिनहुँ दौडनेहरू म माथि दौडिँदा उनीहरूको सपनाहरू पनि त थेसारिँदो हो। दिनहुँ भविष्य खोज्दै हिँड्नेहरू म माथि बजारिँदा उनीहरूको भविष्य पनि त बजारिँदो हो। वर्तमानको सङ्घर्ष लड्दै हिँड्नेहरूको सङ्घर्ष अझै जटिल बन्द हो। वर्तमानको सङ्घर्ष लड्दै हिँड्नेहरूको सङ्घर्ष अझै जटिल बन्द हो। वरपरका हरियाली पहाड पर्वतहरूमा रमाउन आउनेहरू पनि म माथि थेचोरिँदा खै के रमाउन पाउँदो हो। वरपरका हरियाली पहाड पर्वतहरूमा रमाउन आउनेहरू पनि म माथि थेचोरिँदा खै के रमाउन पाउँदो हो। सुन्दैछु म माथि करोडौँको लागत भएको रे, मियाद सकिसक्यो रे। सुन्दैछु म माथि करोडौँको लागत भएको रे, मियाद पनि सक्यो रे। तर पनि म अझसम्म किन अधुरो सडक पनि रहिरहेको छु। तर पनि म अझसम्म किन अधुरो सडक पनि रहिरहेको छु। सायद शिरदेखि पुच्छरसम्म गाउँ टोल घुम्ती घुम्तीहरूमा प्रतिशतको खेल पो हो कि सबैको मिलीभगतको परिणाम पो हो कि मेरो जीर्णता नै उनीहरूको नाफाको स्रोत पो हो कि सायद शिरदेखि पुच्छरसम्म गाउँ टोल घुम्ती घुम्तीहरूमा प्रतिशतको खेल पो हो कि सबैको मिलीभगतको परिणाम पो हो कि मेरो जीर्णता नै उनीहरूको नाफाको स्रोत पो हो।